सङ्कुडोमा हार्दिक नमन छ। शीर्षक छ म र मेरो आँखा। ए आँखा त कस्तो बैगुनी आँखा। बिहानै उठेर मैले नै धोइदिनु पर्ने, घाम लाग्दा चस्मा पनि मैले नै लगाइदिनु पर्ने, अनि राम्रो राम्रो कुरा चाहिँ तँ हेर्ने, तैँले हेरुन्जेली चाहिँ तेरै अगाडि उभिएर बसिदिनु पर्ने। ए आँखा तँ कस्तो आँखा। हेरेर आनन्द चाहिँ तैँले लिने, तेरो गल्तीले कुटाइ चाहिँ मैले खानुपर्ने। अर्काको श्रीमती छोरी चेली देखियो भने कति राम्री भन्दै आँखा झिनिक्क नगरी हेरिरहन्छस्। तैँले भनेको सबै मैले मान्नुपर्ने। पुरुष भेट्यो भने शिर ठाडो पारेर हेर्दैनस्, तँ कम छट्टु छस्। महिला भेट्यो कि सुलसुले दौडेको जस्तो शरीरभरि दौडिन्छस्। कुदृष्टि तैँले लाउने, इज्जत चाहिँ मेरो जाने, फल्नाको हेरे कस्तो नराम्रो भनेर। ए आँखा तँ कस्तो आँखा। तैँले देखेर खा भनेपछि खानेकुरा खाइदिनु पर्ने, तँ निदाएपछि मात्र म सुत्नु पर्ने, तेरै लागि मात्र म कति बाँचिदिनु पर्ने। वाक्क लागिसक्यो। ए आँखा तँ कस्तो आँखा। आँखा झनक्क रिसाउँदै, कति बोल्छस् ए मूर्ख मनुष्य। जे जस्तो भए नि, मैले गुण लगाएकै छु त। मैले सोधेँ के गुण लगाएको छौ, नचाहिने कुरो गर्छौ भनेको थिएँ। होइन, तेरो श्रीमती त मैले हेरेर छानिदिएको, आखिर त्यहीसँग त रमाएर बसेको छौ नि मनुष्य। वाक्क मुख हान्नु जस्तो। धन्यवाद। नमस्ते। शिवारू नोगे। थ्याङ्क यू।